हामी चाहिँ के अरे पास्तरको फिदिम हुँदै साधुराड होइन साधुराड टाढै हिँडेको भए त हाम्रो मामलाको टार गएको भए भइहाल्थ्यो त। अनि तेरो मावलीको टारमा जारी फिल्म सुट भएको जेब्रा त मेरो होइन जेब्रा त मेरो होइन। हेलो नमस्ते सेवारो अनि शुभ बिहानी छ सबैजनालाई। आज चाहिँ हामी साथीहरू सबैजना मिलेर फिदिम पास्तरको फिदिम जाँदैछौँ। दसैँको बेलाखेरि अब सबैजना भेला हुन्छ नि त होइन, त्यही भएर यो टाइममा सबैजना अब घुम्न जाऊँ न त होइन भनेर पहिला खास प्लान चाहिँ हामी वर्षै पछि बनाउँछौँ के घुम्नु जानुपर्छ, यहाँ जानुपर्छ, त्यहाँ जानुपर्छ भनेर। तर यसपालि चाहिँ हामी फिक्सै गएको हो के। यो बाटो हुँदै हामी फिदिम जान्छौँ। यो चाहिँ तेह्रथुम म्याङ्लोङदेखि पास्तरको फिदिम जाने रोड हो। अनि मेरो साथीहरू चाहिँ अलिक तल होइन उनीहरूको घर चाहिँ, अनि म चाहिँ अलिक माथि नै छु। अनि गाडी पर्ख्यो, खोइ गाडी पनि आएन। अनि म चाहिँ हिँड्दै गरेको के गरौँ भनेर, जाँदै गरौँ कि पर्खेर बसौँ कि यहीँदेखि भनेर, खोइ फोन पनि गर्दैनन् गाडीवालाहरूले। 6 बजी नै उठाएर गाडी जान्छ भनेर, 6 बजी नै गाडी जान्छ भनेर 5:30 बजी उठेको, 7 बजिसक्यो गाडी पनि आउँदैन। ल हामी चाहिँ सबैजना भेला भइसकेको छौँ, तर हाम्रो गाडी चाहिँ आएको छैन। कहाँ हिँडेको नानी बाबुहरू? कहाँ हिँडेको, किन हिँडेको? हामी यात्रामा छौँ होइन, गन्तव्य टाढा छ। हामी चाहिँ के अरे पास्तरको फिदिम हुँदै साधुराड होइन साधुराड भेलेटार साधुटार बुटीटार सबै जाने त्यो स्टार भएको ठाउँमा जानु चाहिँ टार भएको ठाउँमा। टाढै हिँडेको भए त हाम्रो मामलाको टार गएको भए भइहाल्थ्यो त। लगेन अनि तेरो मावलीको टारमा जारी फिल्म सुट भएको जारीको त अन्तिमको सिन सुट भएको हो र। अहिले चाहिँ हामी फेदाप गाउँपालिकामा छौँ, म्याङ्लोङ नगरपालिका छोडेर। र हामी चाहिँ औँसी डाँडा पोक्लाबाङ होइन, खाजा थुक्पा चाउमिन दालमोट तातो पानी खाएर फेरि जाँदैछौँ। लाग्यौँ हामी, बाई बाई। अहिले चाहिँ हामी तेह्रथुम जिल्लाको 8 सङ्क्रान्ति बजारमा आइपुगेको छौँ। अब यहाँ चाहिँ एकछिन रेस्ट आराम गरेर त्यसमा देखा गरे त्यसमा चप्पटे त यहाँ पाइने रहेछ। खोइ त्यहाँ घोलेको जस्तो लाग्छ। हामी चटपटे खाना दिएको तर ल्याइ नै दिएको छैन। उतै खाँदैछ तिनीहरूलाई चाहिँ एक चम्ची मात्र भन्दै होला। अब त खासै टाढो छैन होला, यहाँदेखि उता त पनि जाउँछ। चटपटे अब हामी 8देखि फिल्मसम्म प्रस्थान गर्दैछौँ। ओके बाई बाई। फिदिममा भेट्छौँ साथी हो, फिदिममा भेट्नुपर्छ। फाइनली हामी चाहिँ तमोर नदी तरिसकेको छौँ। अब हामी पास्तर जाँदैछौँ तेह्रथुम जिल्ला छोडेर। वेलकम टु फिदिम। त होस् होला।
ओ हेर न मेरो आधी रातो आधी सेतो भित्रै दाइ तिमी त पुरै रातो खोलेर बस्नु हैन यो त उतो टिनले हो उतै टिनले हो त्यो रातो कहाँ गयो सुगन भाइ जेब्रा त मेरो होइन जेब्रा त मेरो होइन ल हामी चाहिँ फाइनली के भन्छ फिदिम बजार पनि आइसकेको छौँ म्याङलुङदेखि फिदिमसम्मको यात्रा कस्तो लाग्यो त लक्ष्मीजी तपाईँलाई यता अनुसाजी तपाईँलाई कस्तो फिल भयो यता हाम्रो भावना तुम्बाम्फेको चाहिँ झोला थाप्ने एकदम राम्रो छ थापौँ विवेक भाइ कस्तो लाग्यो त रमाइलो भयो तर गर्मी भयो जाडा यसको काममा आएन है पखर ज्याकेट फ्याँक्दियो अहिले चाहिँ हामी फिदिम बजारमा छौँ अनि खाना खानुलाई खोजी हिँड्दैछौँ खाना खाने ठाउँ अलिक तलै छ अरे खाना खानु हामी चाहिँ बजारतिर माथितिर आइन्छौँ सुरु गरौँ लु गरौँ भन्न अब हामी खाना खाएर लाग्यो हामी फर्स्ट कहाँ जान्छ के अरे के हो त्यही हो हामी गाडीमा चढिसकेको ल हामी फिदिमदेखि पौवा भन्ज्याङ पनि आइपुगिसकेको छौँ यहाँ हाम्रो दाइको गाडीमा मेरो चाहिँ भारी बिजोक छ है पछाडि बोक्नु पनि छैन अप्ठ्यारो छ जाडो न जाडो छ है मौसम यस्तै छ अब यहाँ पौवा भन्ज्याङ लेखेको छ तर यो कुहिरोले गर्दा देखेको छैन अब हामी पौवा भन्ज्याङ कि के होइन पौवा भन्ज्याङदेखि के पो यता साधुटार यो चाहिँ साधुटार जाने बाटो भगवान जाडोले बोली पनि लटपटिरहेछ बेबी के छ खबर अँध्यारो देखिन्छ यस्तो त अँध्यारोमा त हराउँदै रहेछ अहिले यहाँ फेरि पौवा भन्ज्याङमा चाहिँ मौसम खुलिरहेछ अनि त्यही भएर मैले भिडियो बनाएको पौवा भन्ज्याङ भनेर लेखेको रहेछ यता चाहिँ फिदिम जाने बाटो होइन फिदिमदेखि अनि यता चाहिँ झापा जाने बाटो रहेछ टक्क अनि यहाँदेखि यता चाहिँ साधुटार जाने बाटो हामी अब हाम्रो यात्रा यहाँदेखि सुरु हुन्छ अनि मेरो अवस्था चाहिँ यस्तो छ होइन कस्तो राम्रो फुल हौ चस्मा खोला पाखे कतिको एक्साइटेड खोइ कुन ठाउँ हो तर यहाँ फुटबल गेम हुँदै रहेछ तर हाम्रो गन्तव्य चाहिँ यता माथि हो अब यहाँदेखि उकालो हामी साधुटार पुग्न लागेको छौँ अब केही कति मिनेटमा हामी हाम्रो गन्तव्य स्थलमा पुग्नेछौँ लक्ष्मी लिम्बू यहाँसम्मको सफर तपाईँलाई कस्तो लाग्दैछ मलाई एकदमै राम्रो लागिरहेछ खुसी लागिरहेछ छिटो आइपुग्यो अनि साधुटारदेखि अझै पनि हाम्रो गन्तव्य लम्बाउन सक्छौँ समय अनुसार समयले हामीलाई साथ दिएछ भने यदि परिस्थिति मिलेछ भने यौ सास हिरिक भयो फोन समाउनु सकिनँ ल साधुटार जाने बाटोमा हामीले सुन्दर एउटा घर फुलबारीमा फोटो खिच्यौँ भिडियो बनायौँ अब यहाँदेखि अब फेरि हामी अलिक मास्तिरसम्मको साधुटारसम्मको यात्रामै छौँ जारी नै छ
तपाईँहरू साधुटार आउँदाखेरि हेर्न सक्नुहुनेछ यहाँ चट्ट परेको सुन्दर घर अनि हामी जस्तै सुन्दर सुन्दर मान्छेहरू भेट्नुहुनेछ। अब हामी चाहिँ साधुटारदेखि हल्का तलतिर आइपुगेको छौँ। यहाँदेखि थोरै माथि छ अरे भन्ने सुनिरहेको छु होइन। म अब साधुटार पुगेपछि चाहिँ हामी चाहिँ बल्ल बल्ल फाइनली 4-5 घन्टा हिँडेर आइपुग्यौँ। कहाँ आइपुग्यौँ? साधुटार। यस्तो उसलाई थाहै छैन कहाँ आइपुग्यौँ। कसले सोध्दा नि मैले सोधिनँ त। यहाँदेखि परतिर होला सायद। ल अब चाहिँ हामी साधुटार आइपुगिसकेको छौँ अनि यो चाहिँ साधुटारको पोखरी। फर्स्ट टाइम साधुटार आयौँ होइन आएको अनि पास्तर पनि फर्स्ट टाइमै आएको भन्दा नि हुन्छ म चाहिँ। अनि यो चाहिँ पछाडि देख्नुभएको चाहिँ साधुटारको पोखरी हो। यो चाहिँ मुभीतिर अनि म्युजिक भिडियोतिर चाहिँ अब धेरै देखेको होइन। जारी विशेष त जारी फिल्ममा अनि नुमाफुङ फिल्ममा देखेको थियौँ पहिल्यै। अब लाइभ देख्न पाइयो। यो चाहिँ हाम्रो साधुटारमा नाइट भ्यू। मलाई नि राम्रो लाग्यो। ओइ कस्तो क्लियर भयो अहिलेको। एकैछिनमा क्लियर हुन्छ एकैछिनमा हुस्से लाग्छ होइन। यस्तै छ। खै यहाँ समातेर मेरो पनि भिडियो बनाइदियो न। साधुटारमा चाहिँ एकदम धेरै जाडो 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 हुँदै हुँदै बोल्नु कस्तो राम्रै आइरहेछ। जाडो भइरहेको छ।